लसिदो जमातको स्म्याकडाउनको सुरुवातबाट स्म्याकडाउनलाई किक अफ गर्छन् ब्लड लाइनले। जेको बाटोले भन्छन् मैले यो टाइटल आफ्नो फ्यामिलीमा ल्याउँछु भनेको थिएँ, तिमीहरूले साथ दियोस् नदियोस्। सोलो सिकाले हेरेको हेरे त्यसपछि त सोलो सिकाले भन्छन् तैँले जुन प्रकारको ग्रिटिङ मलाई गर्थेस्, जुन प्रकारको माया देखाउँथेस् त्यो सबै के रियल त थियो। त्यसपछि त्यो सुनेपछि जो जेको फाटो सोच्नलाई बाध्य हुन्छन्। सोलोको प्यार 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 सुन्दा सुन्दा जेको फाटोको दिमाग तातिन्छ। दिमाग तातेपछि जेको फाटोले पछि भनिदिन्छ आई लभ यु सोलो। पहिला जसरी नभनेपछि सोलो सिकाको दिमाग सर्किन्छ। पछि एले नाइटको म्युजिक पछि अगाडिबाट आयो होला भनेको त पछाडिबाट आएर जेसी खुट्टा तानेर टेबलमा बचार्छ। टाउकोमा हानेपछि रिभेन्ज लिन्छ ब्याकल्यासको जेसीसँग। त्यसपछि एले नाइटले अम्ला देखाउँदै रिभेन्ज लिन्छु म तसँग भनेर धम्की दिएर जान्छ। त्यसपछि स्म्याकडाउनमा वुमेन्स ट्रिपल थ्रेट क्वालिफाइङ म्याच मनी द ब्याङ्कको लागि भइरहेको थियो। त्यसमा थिए चेल्सी ग्रिन, मेचिन, अलेक्सा ब्लिच जस्ता दमदार फिमेल कन्टेस्टेन्टहरू रहेका थिए। मेचिनले आफ्नो हिप हल्लाएर फ्यानहरूलाई क्रेजी बनाइदिए। त्यसपछि मिचिनले रोलिन सेन्टन हानेर दुईजनालाई पछाडिदिन्। मिचिनलाई भने टोर्नेडो डिडी हानेर एलेक्साले पछाडिन्। त्यसपछि एलेक्साले ट्विस्टेड ब्लिच हानेर आफ्नो सिग्नेचर मुभ देखेन। एलेक्साले कभर गर्नु खोज्दा चेल्सीले घुमाएर उसलाई फ्यालिन् बाहिर। त्यसपछि आफ्नै फिनिसिङ मुभले गरेर मिचिनलाई कभर गर्नु खोजिन्, तर अलेक्सा पछि आएर आफ्नो सिस्टर राइभल डिडी हानेर फिनिसिङ मुभ पड्काइदिन्। त्यसरी एलेक्साले आफ्नो गेम हातमा पारिन् र क्वालिफाइङ भइन् मनी द ब्याङ्कको लागि। यता आर्थुर त उनका चाइल्डहुड हिरो जोनसिनाको छुट्टै स्टोरी चलिरहेको छ। जोनसिनाले धेरै कमान्ड देखाएको हुनाले आउने स्याटरडे म्यान इभेन्टमा भने आर्थुरले उनलाई च्यालेन्ज गर्ने कुरा बताएका छन्। अर्कोतर्फ स्म्याकडाउनमा दमदार ट्याग टिम म्याच चलिरहेको हुन्छ। फ्र्यागजेम भर्सेस दिया, अनएक्सपिरियन्स भर्सेस एक्सपिरियन्स टिम। यता पछि गएर हाइनी खतरनाक रूपमा टमासोले हानिसकेपछि खतरनाक रूप लिन्छ। त्यसपछि सुपर किक हानिदिन्छन् एउटाले अर्कोलाई। त्यसपछि कभर अप गरिदिन्छन् फ्र्यागजियमको टिमले। त्यसपछि गएर यो म्याच हातमा लिन्छन् फ्र्यागजियमले। यस्तो अनएक्सपिरियन्स टिमले आफूलाई हराइसकेपछि दियाहरू पागल हुन्छन्। त्यसपछि भर्खरको केटाहरूलाई बचाउनलाई भने मोटर सिटी मेसिन गन आउँछ। मोटर सिटी मेसिन गनले भने त दियालाई पिट्छन् र यता फ्र्यागजियमलाई बचाएर यहाँ आफ्नो दोस्ती निभाउँछन्। स्म्याकडाउनमा अर्को दमदार स्टोरी चलिरहेको छ। ड्रु म्याकिन्टायर डेमन पिचको राइभलरी पनि एकदम दमदार भइरहेको छ। ड्रु म्याकिन्टायरले भन्छन् आउने स्टिल केस म्याचमा भने एकजना मान्छे मात्र हिँडेर जानेछन्, अर्को मान्छे भने स्ट्रेचरमा जानेछ भनेर उनलाई च्यालेन्ज गर्छन्। निकै नै फायर अप भइसकेको थियो ड्रु म्याकिन्टायर। त्यसपछि हुन्छ एलेस्टर ब्ल्याक भर्सेस कार्मेलो हेज। यहाँ कार्मेलो हेजलाई भने एलेस्टर ब्ल्याकले निकै नै स्ट्राइकिङ मुभ्स हानेर ढालिसकेका थिए, तर कार्मेलो हेज पनि यङ जेनेरेसनको भएको हुनाले एकदमै काउन्टर मुभ्स दिन्छन्। त्यसपछि एलेस्टर ब्ल्याकले आफ्नो हाई रनिङ दिएपछि एलेस्टर ब्ल्याकले आफ्नो फिनिसिङ हान्नु लाग्दाखेरि मिज आएर इन्टरफेयर गरिदिन्छन् र म्याच डिस्क्वालिफाई हुन्छ। तर यता अन्त्यमा गएर एलेस्टरलाई भने कार्मेलोले आफ्नो लेग ड्रप हानेर त्यहाँ आफ्नो स्टेटमेन्ट दिन्छ। त्यसपछि हुन्छ मेन्स ट्रिपल थ्रेट क्वालिफाइङ म्याच मनी द ब्याङ्कको लागि। जेमी उसो, रे फिनिक्स, सोलो सिका बिच भएको भिडन्तमा जेमीले रेलाई स्पियर हानिदिन्छ। त्यसपछि सोलोले आएर सोमोन स्पाइक हानिदिन्छन्। हमला देखाउँदै सोलोले जिस्काउँछन्, तर रेले उडेर त्यसलाई हानिदिन्छ। त्यसपछि समोन स्पाइक हानिन्छन्। समोन स्पाइक हानेपछि त रे त ढलिहाल्यो नि। त्यसपछि जितेर आफ्नो म्याच फिक्स गर्छन्। त्यसपछि अचानक एले नाइट आएर दुईजना जेसी र जेको फाटोलाई पिट्छन्। यसरी चियर देखाउँदै तर्साउनु खोजेको एले नाइटले यो देखेपछि म्यानेजर निक एल्डसले भने दुईजनाको म्याच फिक्स गरिदिन्छन्, जहाँ थिए एले नाइट भर्सेस जेसी। जेसीको यो म्याच भने डब्ल्युडब्ल्यूको डेब्यू म्याच हुनेवाला थियो। बेली टु बेली हान्नु खोज्दाखेरि यो स्ल्याब डबल स्ल्याब। त्यसपछि सोलो सिकवार जेको फाटो साइडमा थिए, सोलोले उनलाई चिराउनु खोजिरहेका थिए। त्यसपछि जेसीले आफ्नो मुक्का हान्नु खोज्दा एले नाइटले काउन्टर गर्छन्। एले नाइटले आफ्नो बिएफटी हान्नु खोज्दा फेरि काउन्टर गर्छन्। जेसीले आफ्नो सुप्लेक्स हानिदिन्छन्। जेसीले पछारेर एले नाइटले बदला लिएर यता दुईजनातिर ध्यान जान्छ, दुईजनालाई उडेर हानिदिन्छन्। त्यसपछि यता ध्यान भड्केपछि एले नाइट जानु खोज्दाखेरि जेसीले काउन्टर मुभ गरेर पावर स्ल्याम फिनिसिङ मुभ हानिदिन्छन्। यो हानिसकेपछि त एले नाइट ढल्ने कुरा नै भयो। यस्तो खतरनाक फिनिसिङ मुभ हानेपछि एले नाइट चारो खाने चिट हुन्छ र जेसीले हाफ जित्छन्। यसरी चाहिँ आज आएको हाम्रो मेन इभेन्टतर्फ, जहाँ थिए नाया ज्याक्स भर्सेस टिफनी वुमेन्स च्याम्पियनसिपको लागि। हाई फ्लाइङ मुभ्स टिफनीद्वारा। टिफनीले हाई फ्लाइङ मुभ्स निकै नै कडा गर्छन्। त्यसपछि गएर नाया ज्याक्सले पावरफुल समोन ड्रप हानिदिन्छन्। त्यसपछि गएर रनिङ सेन्टन आफ्नो हेभी वेटको द्वारा। त्यसपछि गएर वाट अफ फ्लेक्सिबिलिटी बाई द टिफनी। त्यसपछि स्पाइन बास्टर टिफनीले हानेपछि म्याच चलिरहँदा बिचमा कहाँबाट आएर नेओमी आउँछ इन्टरफेयर गर्नु खोज्दा जेड कार्गीले आएर सुपर किक हानिदिन्छ र उसलाई लिएर जान्छन् त्यहाँबाट पिर्दै। त्यसपछि गएर फिनिसिङ मुभ द प्रिटियस मुनसल्ट हानिदिन्छन् नाया ज्याक्समाथि। यो मुभ्सलाई भने धेरैजसोले किक आउट गर्न सकेका थिएनन्, तर
यसमा भने नाया ज्याक्सले भने किक आउट गरेर निकै नै डेन्जर मुभ्स गरिदिन्छन्। टिफ्नी भने सक्ड हुन्छन् तर पछि गएर यता नाया ज्याक्सले समन ड्रप हानिदिन्छन् टेबलमाथि टिफ्नीलाई। पावर हाउस नाया ज्याक्सलाई टिफ्नीले उठाउन खोज्छिन् तर उठाउन नसकेपछि त्यो लेग ड्रपमा परिणत हुन्छ यो मुभ। यसपछि कभर गर्नु खोज्दाखेरि नाया ज्याक्सले तर टिफ्नीले भने त्यहाँ रोपलाई छुन्छन् र यसरी नाया ज्याक्स भने सक हुन्छन्। रेफ्रीलाई झुकाएर चेयरले हान्नु डबल ड्रप खान्छन् उल्टै नाया ज्याक्सले। त्यसपछि टिफ्नीले भने आफ्नो फिनिसिङ मुभ र प्रिटिएस्ट मुनसल्ट हानेर आफ्नो म्याच भने गेम हातमा लिन्छन् र यसरी जित्छिन् र आजको स्म्याकडाउनलाई फिनिस गरेर आजको 5 स्टार म्याच र यसरी आजको हाम्रो स्म्याकडाउन सकेसँगै भिडियो बनिसकेको छ। लास्टसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। जय नेपाल।